हेलो गाइस, कस्तो छ? अब पब्लिक प्लेसमा गएर भिडियो बनाउनुपर्छ। अब कन्फिडेन्स आइहाल्यो। अब कहीँ बाहिर जानु पर्यो, यहाँ घरमा बसेर केही हुँदैन। ओके, अब बाहिर कुनै दिन यसो ब्लग बनाउला कहीँ पब्लिक प्लेसमा। आजको चाहिँ खुर्सानी हेर्नुहोस्, कुहिरो लागेको छैन त कस्तो लागिरहेको छ यहाँ। अब हेर्नुहोस्, यहाँदेखि त्यहाँसम्म छ, त्यो पुरै आफ्नै छ। अझ चाहिँ उति कुहिरो लागेको छैन के। कति राम्रो लाग्यो कि यहाँदेखि यो पोलनिर देखियो, उहाँ त्यो उखुभन्दा यता अलिकता छ, तर कति राम्रो लागेको। बिचमा गएर हेर्नु न, यहाँ यो साइडबाट पुरै आफ्नै छ। कति राम्रो लागेको खुर्सानी होइन, कति राम्रो लागेको। राम्रो छ नि, आफ्नो मेहनत गरेको हो। आज चाहिँ कोबी धेरै राम्रो लागिरहेको छ, हेराइदिन्छु। यहाँ हेर्नु खेतमा पुरै यति छ। आज चाहिँ कुहिरो पनि लागेको छैन कि, त्यसैले यति राम्रो नेचुरल लागिरहेको छ अहिले। आज कुहिरो लागेको छैन, हेर्न सक्नुहुन्छ। अलिअलि कतै कतै छ, तर छैन अहिले। यहाँ हेर्नु, कोबी आज राम्रो हेराइरहेको छ। हेर्नु न, अझै दिन बित्न बित्न तब कोबी राम्रो लाग्छ। त्यो साइडको आज पनि त धेरै राम्रो लागिरहेको छ। म हेराइदिन्छु यो साइडको। ऊ त्यहाँ गएर हेराउनु पर्छ कि, यहाँदेखि टाढा भइहाल्छ। मोबाइलमा जुम पनि गर्न सक्दिनँ। यहाँ हेर, या कस्तो कोबी छ। अब राम्रै छ, 2-3वटा छाझै लगायो भने टिप्ने बेला भइहाल्छ। ठिकै छ। अब त्यो नेक्स्ट डेको ब्लग बाँकी बसेको छ, त्यो पहिला एडिट गरेर हाल्छु, तब अर्को बनाउन सक्छ त भाइ।